नमस्कार सम्पूर्णमा। सर दिन्छ मात्र होइन, दिएको भिडियो पनि भन्नुहोस् न। हजुरले भनिरहनु पर्दैन नि सजिलो, त्यसो गरे कसो होला भन्नुभएको छ। यति मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद रोमन लामा सरलाई। आज म हजुरहरूलाई नेपालको 14वटा जीवन बिमा कम्पनी मध्ये 13वटा जीवन बिमा कम्पनीमा नभएको र हिमालयन लाइफ इन्सुरेन्समा मात्र उपलब्ध भएको सेवा सुविधाको बारेमा जानकारी गराउन गइरहेको छु। जुन सुविधा मैले विगतकोमा 1 वर्ष अगाडि म आफैले पनि लिएको थिएँ। PAV राइडर, पर्सनल एक्सिडेन्ट बेनिफिट। यदि म त चाहन्छु यो जीवन बिमा गरिसके पश्चात हामी कसैले पनि बिमा कम्पनीले उपलब्ध गराउने सेवा सुविधाहरू लिन नपरोस् र हामीले पूर्ण अवधिभरि जीवन बिमाको प्रिमियम भुक्तानी गरेर बिमाङ्क प्लस बोनस मात्र लिएर हामी चाहिँ आफ्नो सुनौलो भविष्य, हाम्रो विभिन्न हामीले आँटेका कामहरू चाहिँ पूर्ण गर्न सकियोस् र सुनौलो भविष्य कोर्न सक्यौँ भन्न चाहन्छु। तर हाम्रो जीवनमा यस्तो घटना घट्छ जुन हामीले न टारेर टार्न सक्छौँ, न यसलाई चाहिने पन्छाएर पन्छिन सक्छ, न टार्न सकिन्छ, नाइजा भन्न सकिन्छ। तर जीवनको कहिलेकाहीँ घट्न सक्छ। जुन घटना मेरो जीवनमा पनि घट्यो। 1 वर्ष अगाडि फर्केर हेर्दाखेरि 31 डिसेम्बरमा काम गर्ने क्रममा मेरो चाहिँ हात कटअप भएको थियो। औजारले, काम गर्ने औजारले हात काटेको छु, जुन यहाँ अझै पनि यसको केही निशानहरू देख्न सकिन्छ। मैले त्यति बेला चाहिँ मेरो धेरै खर्च त आएको थिएन। 8,596 रुपियाँ मेरो टोटल कस्ट हो। यसमा विभिन्न ड्रेसिङको खर्चहरू, एडमिनिस्ट्रेसनको खर्चहरू, त्यसपछि यावत विभिन्न खर्चहरू सम्पूर्ण जोडेर 8,596 रुपियाँ आएको थियो। यो चाहिँ मैले लगभग 22 दिनको ट्रिटमेन्ट पश्चात सम्पूर्ण बिलहरू एकत्रित गरेर मैले कम्पनीमा चाहिँ क्लेम गरेको थिएँ र त्यो क्लेम अनुसार फेरि 2 फेब्रुअरी 2025मा मेरो पूर्ण क्लेम आएको थियो। जुन फोटोहरू चाहिँ मैले हजुरमाझ पनि मैले प्रस्तुत गरेको छु, यो फोटोहरूबाट पनि प्रष्ट हुन देख्न सकिन्छ। हामीले क्लेमहरू लिन सक्छौँ, क्लेम दिन्छ र कुनै पनि ढुक्क हुनुहोस्, कुनै पनि कम्पनीले यो PAV राइडर चाहिँ दिँदैन। हिमालयन लाइफ इन्सुरेन्स मात्र त्यस्तो कम्पनी हो जसले सानो सानो उपचार खर्च पनि दिने गर्दछ। दुर्घटनाबाट हुने क्षतिपूर्तिको प्रत्येक अङ्गको क्षतिपूर्ति दिने गर्छ। त्यसैले हजुरले ढुक्क भएर जीवन बिमा गर्नुहोस्। आफू र आफ्नो परिवार आर्थिक रूपमा सुरक्षित बनाउने भरपर्दो माध्यम नै जीवन बिमा हो। जीवन बिमा बिना हामीले आफ्नो परिवारलाई सुरक्षित बनाउन सक्दैनौँ। जीवन बिमा भनेको कि त गरेकोले बुझ्छ, राम्ररी यसको महत्त्व बुझ्न सक्छ, कि त आफूलाई घटना घटिसकेपछि, जसको जीवनमा घटना घटिसकेको हुन्छ, उहाँले यसको महत्त्व राम्रोसँग बुझ्नुहुन्छ। त्यसैले हजुरहरूले पनि राम्ररी बुझेर राम्रो बोनस रेट आउने, राम्रो उच्च बोनस दर भएको पूर्ण सेवा सुविधाहरू प्राप्त हुने गरी राम्रो पोलिसी छानेर मात्र भरपर्दो व्यक्तिसँग बुझेर जीवन बिमा गर्नुहुन गरी जीवन बिमा गरी आफू र आफ्नो परिवारलाई आर्थिक रूपमा सुरक्षित बनाउनु हुन यही भिडियो मार्फत अनुरोध गर्न चाहन्छु।